गुरुजी क्षमा चाहन्छु गुरुजी। गुरुजी की जय गुरुजी। गुरुजी प्रणाम गुरुजी। गुरुजी म क्षमा चाहन्छु तपाईँको यो यसमा मैले बाधा डालेँ। गुरुजी मैले तपाईँको धेरै सुनेको थिएँ, तपाईँले भनेको सबै कुरा पुरा हुन्छ, धेरै मान्छेबाट सुनेँ, तपाईँको अनलाइन पनि हेरेँ। त्यही कारणले चाहिँ मैले आफ्नो भविष्य हेर्न आएको छु गुरुजी। मेरो भविष्यमा के कसो हुन्छ, के तपाईँ मेरो भविष्य हेरिदिन सक्नुहुन्छ गुरुजी? अवश्य। तिम्रो हात देऊ यहाँ। तिम्रो भविष्यमा नि म एकदम कठोर देख्दैछु बालक। तिमीले धेरै धोका पाएको रहेछ। तिम्रो कुनै मायामा झालझेल भएको छ? भएको छ गुरुजी। म यहाँ देख्दैछु, सत्य सत्य देख्दैछु म। धेरै भएको छ गुरुजी। तिम्रो लगनको यहाँ कुनै देखेको छैन कुरा। यहाँ तिम्रो लगन जुन 2024 थिएछ हो? हजुर गुरुजी, सही हो। सही कुरा हो यो? सही कुरा हो गुरुजी। तिम्रो लगन 2025 काटिएछ गुरुजी। कुनै अरू उपाय छ? उपाय हेर्दैछु। तिमी कसैसँग माया बसेको थिएछौ? हजुर बसेको थिएँ गुरुजी। हो सही हो गुरुजी। सही कुरा हो? सही कुरा हो। त्यो केटीले पनि धोका दिएछ तिमीलाई? हजुर गुरुजी। हो त्यो कुरा हो। र पनि तिमी त्यो 2024 जसलाई बिहे गर्ने त्यसकै पछि लागिरहेको छ अहिले नि। हजुर गुरुजी हो। सही कुरा हो। सही। अन्त त्यो केटीले तिमीलाई कुनै कन्ट्याक्ट छ जस्तो लागेको छैन तिमी? छैन गुरुजी, कुनै छैन गुरुजी। सही हो गुरुजी। अब तपाईँको इच्छा, मेरो अब के लिएछ, कसो गर्नुपर्ने, के गर्नु तपाईँले दिनुहोस् गुरुजी। तिम्रो भविष्य म कल्याण गर्ने म तिम्रो 2026 देख्दैछु यहाँ। गुरुजी 2026 उता पश्चिमबाट ल्याउँदै रहेछ तिमीले। पश्चिमबाट बुझ्यौ त? हजुर। तिमीलाई त्यो जुन चाहिँ केटीले पहिला धोका दिए नि, हजुर, त्यो तिम्रो रेखामा छैन, यहाँ काटिसकेको छ। एकदम छैन गुरुजी। छैन। तिमी जुनै मर्यादा गरे पनि त्यो भाग्य काटिसक्यो, बुझ्यौ? हजुर गुरुजी। तिम्रो भाग्य रेखामा म अर्कै देख्दैछु यहाँ। छ। को कसो छ? गोरी छ कि कालो छ कि? त्यो गोरो छ, कालो छ, अब त्यो देख्नु सकिँदैन। हजुर। तर पश्चिमबाट यहाँ देखाइरहेको छ। पश्चिमबाटै छ। भने म त्यो पश्चिमकोलाई पर्खिएर आफै आउँछ, म जानु पर्दैन? पर्खिनु पर्दैन, आफै आउँछ। भाग्यमा लेखेको छ यहाँ। हजुर। यो चिनेर तिम्रो जस्तो यो देब्रे गएको छ नि, यो देब्रे। हजुर। यहाँ देख्दैछ नि तिमी देब्रे गएको छ। त्यहाँ छ, बुझ्यौ त? हजुर। भनेपछि पश्चिमबाट आउने तिम्रो छिमेकी चाहिँ के अरे, मेरो छिमेकी होइन, मेरो उयो चाहिँ श्रीमती चाहिँ पश्चिमकै हुन्छ भविष्यमा। म तिम्रो यहाँ भविष्य हेर्दैछु। तिम्रो घरकोले पनि बिहा गर भन्दैछ। हजुर। सही हो गुरुजी। सही हो। मेरो घरमा बिहा तिमी मानेको छैन। मानेको छैन गुरुजी। हो ठिक, सही कुरा गुरुजी। तिम्रो यहाँ तिमी जतासुकै गर ल्याउँछु भन, तिम्रो यहाँ जुन चाहिँ रेखा यहाँ काटिन्छ नि देउरापट्टि, हजुर हो, पश्चिममा लेखेको छ। पश्चिम भगवानको विश्वास गर तिमी। हजुर, म भगवानको विश्वास गर्छु, सधैँ पूजा पाठ गर्छु गुरुजी। पूजा पाठ गरे हुँदैन, भगवानको विश्वास पनि हुनुपर्छ। हजुर। बुझ्यौ त? हजुर गुरुजी। तिम्रो यो रेखा चाहिँ पश्चिमबाट तिम्रो एकदम बिहाको यहाँ कन्यादान छ यहाँ।